एक रनले हार्यो के हार्यो लास्टमा के याद आउँछ भन्छ मलाई सोध्न मन खास छैन होइन मलाई यो त्यो म्याच त पुरै गर्नु मन लाग्दैन तर पनि छोडिदिनु नकाट्नु होइन अब क्रिकेट भनेको यस्तै हो दिदी अब कोही पनि हार्न चाहँदैन अब म होस् या कोही होस् कोही पनि हार्न चाहँदैन अभियसली आफ्नो टिम जितोस् चाहन्छ अनि मान्छे पुरै एफर्ट लगाउँछ त्यसको लागि सो अब क्रिकेट हो कहिले हुन्छ विन हुँदैन विन हुन्छ कहिले त्यस्तै हो तपाईँ त एकदमै यङ हुनुहुन्छ भन्दा त्यस्तो धेरै मेच्युरिटी त्यस्तो धेरै नेसनल टिमबाट यति लामो जोड्ने त्यो खालको पनि आइसकेको छैन होइन तपाईँले त्यो पछि आएर त्यो भिडियोहरू केही हेर्नुभयो कि भएन त्यो म्याचतिर फर्केर कहिले हेर्नुभयो अब नहेरौँ सोच्छौँ तर कहीँ न कहीँबाट आइहाल्छ फेरि तर ठिकै हो अब लाइक आफ्नो गल्तीहरू थाहा भयो त्यसले गर्दा पनि अनि झन् त्यो माथि काम पनि गर्यो अनि बिस्तारै राम्रो हुँदैछ मलाई सोध्न मन लागेको थियो जस्तो त्यो जसरी त्यो रन लिने बेलामा यहाँ अड्किनु भयो होइन मलाई चाहिँ एज अ फ्यान अझै पनि ओभरकम भएको छैन होइन तर जस्तो मैले त्यो फिल गर्छु कि यहाँलाई कति नराम्रो लाग्यो हामीलाई बाहिर बस्न त्यति नराम्रो भएन त्यो बेला एक्ज्याक्टली के भएको डबल माइन्डेड अथवा त्यस्तो के भएको थियो केही पनि ब्ल्याङ्क हुन्थ्यो खै दिदी अझै मलाई नि थाहा छैन के भएको थियो किनभने त्यहाँसम्म त रनसम्म त पुग्ने नै म्याच थिएन अभियसली मेरो ब्याटबाट फिनिस हुने म्याच थियो तर भएन खै त्यो बलको माथि पनि गयो मेरो थट्स के भयो खै थाहा भएन यहाँले त्यो म्याचबाट लिनुभएको एकदमै त्यो पोजिटिभ कुरा चाहिँ के हो लाइन क्रस गर्ने जे भयो नि अब लाइन क्रस गर्ने इम्पोर्टेन्ट